एभ्रिवान म चाहिँ काम जान आँटेको होइन यहाँ विदेशको काम के होइन अनि यस्तो हुन्छ कि जे जस्तो भयो भने उ गर्नुपर्ने कि आफूले कन्ट्रोल गर्नुपर्ने जे जस्तो तिर चाहिँ के हुन्छ भने होइन कहिले हाँस्दाखेरि पनि गाली गर्ने नाच्दाखेरि पनि हाँसेन भनेर कम्प्लेन गर्ने होइन अनि मलाई चाहिँ आज एउटा कस्टमरले होइन मेरो काउन्टरमा आएको थियो अनि के कुरामा हाँसेको थियो एउटा दाइसँग अनि स्पिक गरेन अरे भनेर कस्तरी गाली गर्यो कि मलाई त छ्या तर पनि मैले सरी मेरो गल्ती त थिएन तर मैले सरी भनेको कि त्यसलाई यस्तै हो यार आफ्नो देशमा होइन नभए अरूको देशमा झुक्नु पर्ने रहेछ कि जे जस्तो भयो भने अनि होइन मलाई त यस्तरी थाहा गएको अनि कहिलेका चाहिँ यस्तो विरक्त लागेर त छ्या आफ्नो देशमा भएको होइन जे भन्दा नि जे गर्दा नि अर्को देशमा चाहिँ सुहाउनु पर्ने कि त्यसले झन् अब कम्प्लेन गर्नु त गाह्रो हुन्छ भनेर सरी भनेर पठायो कि खै यो गरौँ छ फेरि तिनीहरूको लागि डिपु जानु पऱ्यो